पब्लिक हेल्थ पढ्नु भएको छ, कन्टेन्ट क्रिएसन गर्न मन छ, तर कस्तो टपिकमा कन्टेन्ट बनाउने भन्ने कुरामा एकदमै धेरै कन्फ्युज हुनुहुन्छ भने दिस भिडियो माइट बी भेरी इन्ट्रेस्टिङ फर यु। म आफ्नो कन्टेन्ट क्रिएसन जर्नीको 4वटा इम्पोर्टेन्ट प्र्याक्टिकल ह्याक्सहरू सेयर गर्न लागिरहेको छु। द फोर्थ वन इज सो इम्पोर्टेन्ट, सो डोन्ट मिस द भिडियो अन्टिल द एन्ड। द फर्स्ट ह्याक इज आइडेन्टिफाई योर निड्स। मलाई कस्तो भिडियो बनाउन मन लागिरहेछ, इन्फर्मेटिभ, एजुकेसनल, पब्लिक स्पिकिङ, आउटडोर ब्लग स्टाइल, फिल्ड बेस्ड सिनेरियो, अथवा तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने स्टुडेन्टको लाइफस्टाइल सेयर गर्न चाहनुहुन्छ। तपाईँको टार्गेट अडियन्स को हो, स्टुडेन्ट हो कि युथ हो कि कम्युनिटी पिपल हो कि पोलिसी लेभलको मान्छे हो कि हेल्थ प्रोफेसनल हो। कन्टेन्ट तब सस्टेनेबल र चाहिँ इजी हुन्छ तब तपाईँले आफ्नो कन्टेन्टलाई चाहिँ अन्डरस्ट्यान्ड गर्नुहुन्छ र इजिली एक्सप्लेन गर्न सक्नुहुन्छ। द सेकेन्ड ह्याक इज अब आफ्नो जर्नीलाई सोकेस गर्नुहोस्। तपाईँ यदि स्टुडेन्ट हुनुहुन्छ, हस्टेलको स्टाफ हुनुहुन्छ, रिसर्चर हुनुहुन्छ, भोलिन्टियर हुनुहुन्छ, एनजिओमा काम गर्नुहुन्छ, अब तपाईँको हातमा कन्टेन्ट अलरेडी एभाइलेबल भइसकेको छ। सो अब स्टोरीलाई चाहिँ क्रिएट गर्नु, किनभने मान्छे भनेको चाहिँ प्र्याक्टिकल एक्सपिरियन्स सिक गर्न चाहन्छ र रियल स्टोरीलाई चाहिँ बढी इन्जोय गरिरहेको हुन्छ। द थर्ड ह्याक इज टपिकलाई अब डेलिभरेबल बनाउनुहोस्। तपाईँले फ्याक्टमा मात्रै निश्चित भएर नबस्नु। इफ तपाईँलाई चाहिँ न्युट्रिसनको बारेमा भिडियो बनाउनु मन छ भने ओबेसिटी बढ्दैछ भनेर मात्रै नभन्नुहोस्, फुडको कल्चरलाई एक्सप्लेन गर्नुहोस्, मार्केटको ट्रेन्डलाई एक्सप्लेन गर्नुहोस्, एडभर्टिजमेन्टले कसरी इन्फ्लुएन्स गरिरहेछ बिहेभियरलाई र हेल्थलाई भन्ने कुराहरूलाई एक्सप्लेन गर्नुहोस्। मान्छेले किन अनहेल्दी फुडसँग बढी एट्र्याक्टिभ भइरहेको छ, यङ एजमा किन डायबिटिज बढिरहेको छ भन्ने कुराहरूलाई एक्सप्लेन गर्नुहोस्। अनि त्यसलाई चाहिँ भोइस ओभर मार्फतबाट तपाईँले भिडियो बनाउने हो कि ब्लग स्टाइलमा भिडियो बनाउनुहुन्छ कि स्टोरी टेलिङबाट भिडियो बनाउनुहुन्छ, त्यो तपाईँले डिसाइड गर्नु। द फोर्थ ह्याक एन्ड द मोस्ट इम्पोर्टेन्ट, स्टार्ट सिम्पल एन्ड स्टे कन्सिस्टेन्ट। पर्फेक्ट सेटअपको लागि कुरेर नबस्नुहोस्, आफ्नो फोन युज गर्नुहोस्, सिम्पल भोइस युज गर्नुहोस् र स्ट्रङ कन्टेन्टलाई चाहिँ सिम्पल रूपमा फ्रेमिङ गर्नुहोस्। कन्टेन्ट क्रिएसनमा ग्रोथ चाहिँ कन्सिस्टेन्सीबाट आउँछ, पर्फेक्सनबाट आउँदैन। सो दिस इज द एन्ड अफ दिस एपिसोड। स्टे ट्युन फर द नेक्स्ट एपिसोड इन द पब्लिक हेल्थ म्याटर्स।